म सामुदायिक विद्यालयको विद्यार्थी। म गाउँको सामुदायिक विद्यालयको विद्यार्थी। मलाई कोदाली र मोबाइल दुवै चलाउन आउँछ। मलाई 78 र 78 दुवै थाहा छ। अरू मातृभाषा भुलेर फरर इङ्ग्लिस बोल्छन्, म मातृभाषा नबिर्सी कनी कुथी अङ्ग्रेजी बोल्छु। अरू जिपिए 4 ल्याउन पढ्छन्, म जिन्दगी सिक्न पढ्छु। अरू पढाएका कुरा मात्र पढ्छन्, रटाइएका कुरा मात्र रट्छन्, तर म नपढाएका कुरा पनि पढ्छु, नरटाइएका कुरा पनि रट्छु। म अभाव झेल्दै स्कुल आउने साथीलाई पढ्छु। म गाउँका श्रमजीवी मानिसलाई पढ्छु। म मेरी आमालाई गुन्द्रुकको रुख कत्रो हुन्छ भनेर सोध्दिनँ। म मेरी आमालाई गुन्द्रुकको रुख कत्रो हुन्छ भनेर सोध्दिनँ। मैले साग निचरेर गुन्द्रुक बनेको देखेको छु। झुलिरहेका धानका बालाको जबानी देखेको छु। फुलिरहेको तोरीबारी पढेको छु। कोदोको कपनी ढिँडो र रोटीमा परिवर्तन भएको हेरेको छु। कलिला मकैका बिरुवा गोडिएर तन्नेरी भई जुगा मुठे भएपछि घोगा बनेर जुत्तामा झुटिएको देखेको छु। अरूले देख्न नसकेको तर मैले हरेक दिन भोगेको थुप्रै अनुभूति छन् मसँग। अरूले देख्न नसकेको तर मैले हरेक दिन भोगेको थुप्रै अनुभूति छन् मसँग। भालेको कुखुरी काँले बिउजिने मानिसहरू, तातो पानी र बेसारको भरमा थुप्रै बिमारीलाई जित्नेहरू मैले सङ्गत गर्ने मानिस हुन्। मैले पसिनाको रङ्ग देखेको छु। मैले श्रमको ढङ्ग बुझेको छु। मैले पसिनाको रङ्ग देखेको छु। मैले श्रमको ढङ्ग बुझेको छु। मलाई बडी आमा र ठुली आमाको फरक थाहा छ। मलाई बडी आमा र ठुली आमाको फरक थाहा छ। फुपू दिदीको गोडामा पुरपुरेले ढोग्नु पर्ने थाहा छ। उमेर पागोसँग निहुरिनु पर्ने थाहा छ। फुपूको छोरा दाजुभाइ भान्दाई भनिने थाहा छ। म हजुरबालाई हजुरबा नै भन्छु, हजुरआमालाई हजुरआमा नै भन्छु। उहाँहरूलाई एक पुस्ता नै घटाएर बा आमा भन्न सक्दिनँ। सानीमा र काकीलाई म आन्टी भन्न चाहन्न। काका शब्दको मिठासलाई अङ्कलसँग म साट्दिनँ। ड्याडी शब्दले मेरो बुवाको गरिमा बोक्दैन, त्यसैले म उहाँलाई बा, बुवा कि त बाउ नै भन्छु। म जसलाई जे भन्नुपर्ने हो त्यही भन्छु। मौलिक शब्दलाई सङ्ग्रहालयमा थन्क्याएर आयातित शब्दको पारदर्शी लगौटीले भाषाको लाज छोपिएको मलाई मन पर्दैन। मौलिक शब्दलाई सङ्ग्रहालयमा थन्क्याएर आयातित शब्दको पारदर्शी लगौटीले भाषाको लाज छोपेको मलाई मन पर्दैन। म त गाउँमा बस्ने मान्छे, अझ सरकारी स्कुलको विद्यार्थी। म गाउँमा बस्ने मान्छे, अझ सरकारी स्कुलको विद्यार्थी। राज्य मलाई सुविधाले सम्पन्नसँग प्रतिस्पर्धा गर भन्छ। फेरि पनि म तयार छु। जिपिए 4 ल्याउने होडमा त म जित्न सकुला नसकुला। जिपिए 4 ल्याउने होडमा त म जित्न सकुला नसकुला, तर मानिस बन्ने होडमा मैले जित्नु छ। हो, साँच्चै मानिस बन्ने होडमा मैले जित्नु छ। नमस्कार, मेरो नाम प्रणव गौतम।